side with the horizontal when it is above the horizontal level, and the is when we raise our head we see the angle. यदि कुनै पनि angle line of sight हो. The topic is height and distance. So होमस्टे हो हैन. अब त्यहाँ चाहिँ के रहेछ भन्दाखेरि त्यहाँ पोखरी रहेछ. पोखरी वरिपरि के रहेछ ढुङ्गाहरू रहेछ सानो सानो. अब त्यसबाट फेरि यहाँ सिडी चढेर यो पोखरीमा गए. फेरि यहाँ के रहेछ पानीहरू रहेछ ढुङ्गाहरू रहेछ. अनि त्यसबाट फेरि माथि जाँदाखेरि फेरि मैले पोखरी भेटेँ. फेरि पहाड देखेँ. यहाँ के छ पहाडहरू छ. तल हेर्दा मलाई के भयो मलाई डर लाग्यो. किन डर लाग्यो भन्दा यसको हाइट देखेर डर लाग्यो मलाई. आजको टपिक रहेछ हाइट एन्ड डिस्टेन्स. Equation of a trigonometry used to calculate the vertical height and the horizontal distance that are difficult to measure directly. This is उचाइ vertical जसलाई vertical height र 150 दूरी जसलाई horizontal distance. म चाहिँ दिपेश पौडेल. हामी यो लोजिकल लेजेन्ड्स ग्रुपले चाहिँ नि हाम्रो म्याथको हाइट एन्ड डिस्टेन्स भन्ने प्रोजेक्टको लागि एंगल अफ इलिभेसनको मोडल तयार गरेका छौं. यो घरमा बसेर यो टावरलाई चाहिँ नि हेरिरहेको छ जसलाई चाहिँ नि हामीले के भनिन्छ भन्दाखेरि एंगल अफ लाइन अफ साइट भन्ने गरिन्छ र यो चाहिँ नि एउटा होरिजन्टल लाइन हो जुन चाहिँ नि ग्राउन्डसँग प्यारलल छ. अनि त्यसपछि चाहिँ नि यो मान्छेले यहाँ हेर्दाखेरि हेरेको यो लाइन अफ साइट र यो होरिजन्टल लाइनसँग बनेको यो एंगललाई चाहिँ नि हामीले एंगल अफ एलिभेसन भन्ने गरिन्छ. नमस्ते, मेरो नाम विनय भण्डारी. म कक्षा 10 कबाट यो 10 क को समूह आज हाइट एन्ड डिस्टेन्स को एंगल अफ डिप्रिसिएसन सभ्यता म्यामद्वारा बनाउन लगाइएको हामीले यहाँ प्रेजेन्टेसन गर्दै छौं र यो एंगल अफ डिप्रिसिएसन को यो मान्छे कति छ यो यहाँदेखि ठ्याक्क यसको तलको जमिन भनेको यो हो जुन चाहिँ परपेन्डिकुलर हुन्छ हो नि. भनेपछि यो पी भयो यो के भयो एच भयो र यहाँदेखि यहाँसम्मको डिस्टेन्स जुन छ नि त्यो डिस्टेन्स चाहिँ के भयो बेस भयो. यहाँ राइट एंगल ट्रायंगल बन्यो कि बनेन रुम उसको रुख सम्झिनेले के भन्छ अरे नरिवलको रुखहरू सिधा हुन्छ नि त्यस्तै. अनि यो 10 मिटरको अग्लो चाहिँ हावाहुरीले गर्दा भाँचियो र यसको जमिनले यो भाँचियो यति कति भाग भाँचियो भन्दा थाहा छैन कति मिटर र यसको टुप्पोले जमिनमा छोयो भन्छ कि छोयो कि छोएन छोयो नि. ल अब मलाई भन यो के हो यसको यो के हो यो रुखदेखि त्यो टुप्पोसम्मको डिस्टेन्स हो. Now we are going to give a presentation about height and distance, especially an angle of depression. यो फिगरलाई डिस्क्राइब गर्नुपर्दा यहाँ एकजना मान्छे बसिरहेको छ यो होटलको टपमा र उसले तल ल्यान्ड सर्फेसमा भएको कुनै पनि अब्जेक्टलाई अब्जर्भ गरिरहेको छ. जस्तै यहाँ छ टाइगर र यो मान्छेले यो टाइगरलाई अब्जर्भ गरिरहेको छ भने यहाँ बन्ने एंगल भनेको एंगल अफ डिप्रेसन हो. Today we are here to present our presentation and take a chance to teach you everyone about angle of elevation. साइट हो मान्छेले आफ्नो आँखाबाट यस्तै हेरेको उस जुन रेखा हुन्छ दृष्टि रेखा भन्छ त्यसलाई चाहिँ लाइन अफ साइट भन्छ. अनि तलको यस्तो तेर्सो रेखालाई यस्तो यो छ नि जुन यो तेर्सो रेखालाई चाहिँ होरिजेन्टल लाइन भन्छ. होरिजेन्टल लाइन र लाइन अफ साइटको बिचमा बनेको एंगललाई चाहिँ एंगल अफ एलिभेसन भन्छ हैन. यसमा चाहिँ के हो भन्दाखेरि यो मान्छेले चाहिँ यो टावरमा हेरिरहेको छ. यो यसको यो हेरिरहेकोलाई चाहिँ हामीले लाइन अफ साइट भनिन्छ. अनि यो मान्छे चाहिँ अब यो होरिजेन्टल लाइनमै छ हैन. यो होरिजेन्टल लाइन र यो लाइन अफ साइटको डिस्टेन्स के बनेको एंगललाई चाहिँ हामीले एंगल अफ एलिभेसन भनिन्छ. सिधै बोर्डलाई टार्गेट गरेको हुन्छ है. यो लेजर लाइटको बिन छ नि यसलाई हामीले आफ्नो भिजन आईको भिजन हुन्छ नि आईको भिजनले यसरी लाइन अफ साइट यसरी यहाँ टार्गेट गर्न सकिन्छ र कति डिग्री एंगलमा छ भन्दाखेरि यहाँ हेर्न सक्छौँ हामीले कति डिग्री एंगलमा परेको छ भनेर.